जोडेर जानेहरू यादमा डुबी बस्दा रहेछन् मुटु जोडेर बस्नेहरू यादमा डुबी बस्दा Fantastic. मुटु जोडेर Hey guys, आज चाहिँ हामी फाइनली एकदम रोड कस्तो भइरहेछ यो बेगनास तालचोकबाट बेगनास ताल जाँदैछौँ। तालचोकबाट बेगनासको बाटो नि पिच हुँदै थियो अनि बाटो नि कस्तो भएको छ रोड अनि म त्यसलाई भिडियो सुट गर्दै बाटो हेर्दै बेगनास ताल जाँदैछु। तर मौसम त उता डाँडा काँडा रमाइलो देखिएको छ। बाटो अलि सब फाइनली सकिएको छैन जस्तो लाग्यो। त्यो भयो भने बाटो चाहिँ दामी बनेको छ। यो चाहिँ नमुना नमुना रोड भनेर गरेको छ। रहेछ गाडी चाहिँ पुरै आउँदै आइरहेको छ। गाह्रै बनायो नि आइरहेको छ। यति चाहिँ बाटो रूपाकोटहरू रूपाकोट रिसोर्ट देखिँदैछ माथि बेगनास तालको माथि डाँडामा घाम लागेको देखिरहेको छ। मौसम चाहिँ त्यसरी सुन्दर घमडिया मौसम परेको छ। कतै घाम लाग्ने कतै शीतल हुने डाँडा काँडामा एकदम रमाइलो छ। रमाइलो दृश्य हेर्नु होला तपाईँहरू पनि। म यहाँ सुट गर्दै ड्राइभिङ गर्दैछु। Oh, mobile guys. हैन यो चाहिँ सिसुवा बजार भन्छ। चोक हुने हो यताबाट यता चाहिँ यो सिसुवा मेन चोक चाहिँ त्यो हो। सिसुवा यता दाहिने गयो भने चाहिँ यता तल सिसुवा नै हो। तल दाहिने सिसुवा हुँदै तालबेसी हुँदै उता राजचौतारा हुँदै पोल्यान्ड अनि दुई पिप्ले हुँदै गाउँ बाटो गाडी यता म चाहिँ अहिले बेगनासको रोडमा स्टेज गइरहेको छु। मौसम चाहिँ यसरी आनन्दको मौसम छ क्या। म खासै घाममा निस्किन बेलुकाको एकदम भ्यू चाहिँ यति बेला चाहिँ हेर्न लायक भनेपछि म चाहिँ त्यस्तो ठाउँहरूमा पुगिरहेको हुन्छु कि। म चाहिँ खास भ्युज हेर्ने अनि नयाँ नयाँ ठाउँको अवलोकन गर्ने अनि आफू पनि हेर्ने अनि क्यामेरामा कैद भएको दृश्य चाहिँ आफ्नो साथीहरूलाई पनि देखाउने। साथीहरू बाहिर जहाँ भए पनि हेर्न सक्नुहुन्छ होइन। अनि हेरेर नि मनोरञ्जन धेरै हुन्छ। बेगनासको बजार आइसक्यो। यस्तो मजाले काहीँ घाम लाग्यो काहीँ शीतल परेर कति राम्रो देखियो। यो बेगनासको बजारमा सकिले राखेर बल्ल पर्यो माधुरी Okay guys, come on, let's go Beegnas. बेगनास बजार क्यामेरा छ। फाइनली बाटो चाहिँ कम्प्लिट अलि भइसकेर रहेनछ होइन। साथीहरू त्यो भयो नि कपाल बनाइदिन्छ बाटो। कस्तो राम्रो क्या हात्ती त माथि जानुपर्छ क्या गाडीतिर। यहाँनिर होला हो
भनेर नि सम्माएछ क्या आज चाहिँ हामी हल्कै साइडमा छिर्यौँ होइन बेगनासको यो साइड चाहिँ अलि यो हो तर त्यता चाहिँ दामी छ उता पनि दामी छ गाडीमा जान्छ भनेर यताडि आएको चाहिँ यो बाटो चाहिँ माथि भिड हेर्न जाने माछा किन्ने भए चाहिँ हामी फाइनली उतै जान्थ्यौँ भोलि अब माछा किन्ने प्रोग्राम छैन आज हाम्रो माछाको लागि राखेको छ पोखरी चाहिँ माछा पोखरी यहाँ देख्नुहुन्छ है साइडमा हुन्छ कति छ यहाँ चाहिँ माछाको भुराहरू उत्पादन गरेर बाहिर बिक्री वितरण हुन्छ यो चाहिँ ठुलो माछाहरू चाहिँ होइन माछाहरूको भुरा उत्पादन गर्ने हो होइन म चाहिँ भन्न चाहन्छु बेगनासको जङ्गल भ्यू त यता एकदम लेटेस्ट भ्यू छ क्या लेटेस्ट 2024 को एकदम लेटेस्ट भ्यू सबै अहिले त गाडीहरू Let's go, guys. Begnas. जाने हो ओके जस्तो होटलहरू होइन गाइस साथीहरू यहाँ आएर बस्ने बेगनास ताल हेर्ने त्यो होटलमा बस्ने बेगनास ताल हेर्ने टक्क है बेगनास ताल त्यस्तो छ यो माझीको माछा खानु जान्छ स्पेसली अलि राम्रो नाइस छ होइन ब्युटिफुल यहाँ आउने बोट चढ्ने सट्ट घुम्ने हो होइन बेगनास ताल सरहरू भ्युज हेर्न एकदम रमाइलो छ फ्यान्टास्टिक कस्तो लाग्यो साथीहरू सी ओ